यो के हो भने चाहिँ मेरो फर्स्ट भिडियो बनाउनु हुने चाहिँ अजय कुनै के भन्नुहुन्थ्यो अन्त सेकेन्डको चाहिँ युनिस शेर्पा है अनि अजय भ्लग चाहिँ के को चाहिँ चलेन बेसी है बेसी अब चल्यो त्यस्तो साह्रो होइन तर युनिस शेर्पा कि दादाको चाहिँ भक्कु अब भ्युजहरू पनि कति मिलियन आएको थियो त्यहीँदेखिको चाहिँ मेरो चाहिँ स्टार्ट भएको उहाँ दुईजनाले गर्दाखेरि चाहिँ त्यहाँ हुँदा चाहिँ के बेनिफिट हुन्छ जस्तो तँलाई लाग्यो चाहिँ बेनिफिट अब त्यस्तो त उयो केही लागेन कि लाइक अब मान्छेहरू आउनुहुन्छ फोटो खिच्नुहुन्छ है सपोर्ट गर्नुहुन्छ खुसी लाग्छ त्यतिमा चाहिँ अहिले है त जुनै पनि कुराको एउटा पोजिटिभ कुरा हुन्छ अनि एउटा नेगेटिभको कुरा हुन्छ होइन अहिले सामाजिक सञ्जालमा हामी देखिरहेको छौँ तृप्ति राई है तपाईँ हुनुहुन्छ होइन तपाईँको फोटोहरूलाई है एआईको माध्यमद्वारा त्यसले चलाइरहेको उयो गरिरहेको हामी देखिरहेको हुन्छ यस्तो विषयलाई तपाईँ के कस्तो रूपमा हेर्नुहुन्छ तपाईँ म के भन्छु भने त्यस्तो अब एआई त्यो मलाई केही उयो म त्यस्तोहरू याद पनि गर्दिनँ म त्यस्तो सोसियल उयो हेर्ने मान्छे पनि होइन है अनि त्यस्तो अब त्यो केही छैन मेरो त्यो नर्मलै हो के पनि भन्दिनँ भाइरल भएपछि त इग्नोर गर्नु पनि सिक्नुपर्ने रहेछ है त्यो मैले इग्नोर गरि नै रहेको छु अनि अब एआई भनेको अलिक डेन्जरसै हो त्यतिकोसम्म त ठिकै छ अब त्यहाँदेखिको चाहिँ केही नगर्नुहोस् होला अहिले हामीले सामाजिक सञ्जालमा हेऱ्यौँ भने भाइरल पुरा भइरहेको हामीले देखिरहेको छौँ देशभरिमा अनि देशहरूमा पनि अनि विशेष रूपले एउटा स्त्री जातिलाई जे भयो भने इज्जतको कुरा एउटा इम्पोर्टेन्ट कुरा हुन्छ इज्जत भन्ने कुरा इज्जत सम्मान भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ नि त अनि त्यहाँनिर हामीले विगत समयहरूमा हामीले भारत देशको दक्षिण क्षेत्रमा है एकजना त्यो भाइरल हुँदाखेरि एकजना केटीको समेत ज्यान गएको हामीले एउटा भिडियो बनाएको कारणले होइन के तपाईँलाई पनि एआईको भिडियोले अब त्यस्तै अब है हुन्छ कि भने डरहरू लाग्दैन नै म त्यस्तोहरू कुराहरू पुरै इग्नोर गर्छु अब हामी अब मिडल क्लास फ्यामिलीको मान्छेहरू है साह्रै उड्नु पनि भएन ठुलो पोजिसन पायो भन्दा पनि है अब जहाँ छ त्यही हो हामी जहाँ थियो त्यहीँ रहनुपर्छ साह्रै माथि झर्नु भएन म त्यस्तो के पो अब भाइरल भयो भन्दामा पनि साह्रै उयो गर्दिनँ म नर्मल थिएँ छु अनि हमेसा यस्तै रहन्छु अनि तपाईँलाई है यहाँनिर तपाईँ यहीँ हुनुहुन्छ है यहाँनिर तपाईँ बिहान कति बजी आउनुहुन्छ हजुर म 8:30तिर आइपुग्छु यहाँ चाहिँ 8:30मा आउनुहुन्छ अनि बेलुका कति बजी फर्किनुहुन्छ 5 बजी तपाईँलाई है यहाँनिर तपाईँ भाइरल हुनुहुन्छ होइन सबजनाको ध्यान राम्रो हुन्छ भन्ने कुरा छैन नि त अनि यहाँनिर तपाईँलाई यहाँनिर भाइरल भएको कारणले गर्दा सबजनाको मोटिभ राम्रो हुन्छ भन्ने कुरा छैन कुनै पनि समय यहाँनिर तपाईँलाई अब कतै लान्छ कि कसैले भन्ने डरहरू लाग्दैन यहाँनिर को तपाईँसँग त को आउनुहुन्छ त हजुर तपाईँसँग नि तपाईँको लागि एउटा केटीलाई त अब सुरक्षा दिनुपर्ने हुन्छ नि त होइन लाइक यहाँ हाम्रो फ्यामिली बिजनेस हो हामी सबै फ्यामिली नै यहाँ आएको हुन्छ हो अनि त्यस्तो डरहरू मलाई केही छैन अब म आफ्नो उयो पनि गर्न सक्छु त्यस्तो उयो बस्यो भन्दा पनि त्यस्तो होइन म पनि सक्छु आफ्नो उयो गर्नु आफ्नो सेफ्टीको लागि तपाईँ सोचिसक्नु भएको छ सक्छु अनि है अहिले है भाइरल भएपछि तपाईँले यस्तो फ्रेम पाउनु भएको छ होइन फ्रेम पाउँदाखेरि त तपाईँलाई कस्तो अनुभूति भइरहेको छ त ठिकै छ राम्रो नै भइरहेको छ सबैले चिन्नुहुन्छ है उयो गर्नुहुन्छ हजुर